के हो सायद साथीभाइलाई पनि न साथीभाइले बुझ्छ न जिन्दगीले साथ दिन्छ न भाग्यले साथ दिन्छ न आफ्नो ठाउँ छ मतलब न आफ्नो बाउको घर छ न कोही सहारा छ। जिन्दगी पनि यस्तो परेशानमा चलेको छ न कसैले मेरो तकलिफ बुझ्छ न कसैले दुःख बुझ्छ। के हो यसो सबैजनाले साथ सपोर्ट र सहयोग गऱ्यो भने त म पनि अगाडि बढ्थेँ होला, म पनि केही भन्ने मौका पाउँथेँ होला। तर खोइ त कसलाई भन्नु, यस्तै छ जिन्दगी। भन्छ नि सबैको भाग्य एउटै हुँदैन है, भाग्य कतिखेर पल्टिन्छ भन्छ, तर मेरो भाग्य कहिले पल्टिँदैन। किनकि आफ्नो प्यारेन्टबाट त ठोक्कर खाएको मान्छे हो, आफ्नो आफन्तबाट त चोट पीडा खाएको मान्छे हो। भाग्यको त के कुरा गर्नु, अब जिन्दगीले त साथ दिन छोड्यो। यस्तै छ साथीभाइ हो। त्यसैले सबैले साथ र सपोर्ट गरेर सहयोग गर्यो भने म पनि अगाडि बढ्थेँ होला। बस त्यति नै छ। भन्नु त धेरै मन लाग्छ, तर के गर्नु, सबै कुराबाट हारेपछि अब सही हुँदा पनि कमजोरी हुँदो रहेछ, केही बोल्नु नपाइँदो रहेछ।